I'm scared of my dreams. My friends dance whenever they want, but मलाई अलि डर लाग्छ. किन डर लाग्छ? I want to travel the whole Nepal, but right now न त मसँग टाइम छ न त पैसा नै. दोस्त यो पैसा र टाइम सँग कहाँ मिल्छ? दोस्त मलाई जहाँसम्म लाग्छ I want to build जहाँसम्म. What did I miss? What did I miss? For that personal brand, sales, networking and connection को कति धेरै रोल छ आफ्नो स्किलको साथसाथै. सबै मान्छेको लाइफमा हजुरहरुको लाइफमा सबैको लाइफमा एउटा ड्रिम हुन्छ. I want to become Nepal's next big thing. I want to make movie. But before anything, मेरो सबै बेसिक कुराहरुलाई एकदम अप्पर लेभलमा इन्हान्स गर्नुपर्छ. एज अफ नाउ भनियो भने पनि मुभी बनाउन 100% चाहिन्छ भने म चाहिँ 0.5 मा छु. भनेपछि मैले कत्रो पहाड चढ्नु पर्ने छ. सो मेरो ड्रिम एकम्प्लिश गर्नलाई पैसा सँगसँगै यिनी कुराहरुलाई पनि मास्टर गर्नु पर्यो. फर माई पर्सनल ब्रान्ड आई नीड टु अपलोड मोर लङ फर्मेट भिडियो कन्सिस्टेन्टली एन्ड मैले अरू सोशल मिडियामा पनि भिडियो अपलोड गर्नु पर्यो. बट मलाई डाउट छ के क्वालिटी कन्टेन्ट राख्दा अलि धेरै टाइम लाग्छ फेरि एन्ड फ्रिक्वेन्टली राख्नियो भनेपछि अलि क्वालिटीमा कम्प्रोमाइज गर्नुपर्छ. अनि के गर्ने भनेर दिमाग घुमिरह मेरो. कसैलाई यसको बारेमा केही नलेज छ भने प्लिज गाइज लेट मी नो है. सुन्दा सानो कुरा लाग्छ बट व्हेन यु आर क्रिएटिङ कन्टेन्ट्स यो चाहिँ एकदम डिलेमामा फस्ने कुरा हो के. दिमाग घुमाउँछ यो कुराले. क्वालिटी अथवा क्वान्टिटी कुन चाहिँ त. बट ड्रिम पुरा गर्नलाई दिमाग घुमाइ बसेर भएन नि. आइम अ लोन लाइन. I have to learn everything. Scripting, writing, cinematography, editing, everything. जसले मेरो ड्रिम पुरा गर्नलाई हेल्प गर्छ. So yeah, I'm scared of my dreams. Not because they are big. Actually, big नै भनौं. But because they are actually possible. And if something is possible, that is my responsibility to do or accomplish, and that is the most scariest part. सक्छु भन्दा भन्दै पनि complete गर्न नसकेपछि. So see you in the next video. Signing off.